अहिलेको सरकारले यस्तो राम्रो काम गर्दैछ कि कुरा सुन्दा पनि म चाहिँ यस्तो खुसी लाग्छ, प्राउड फिल भएर आउँछ क्या। कुरा चाहिँ के हो भने नि, जो माथि चाहिँ मानव बेचबिखन तथा ओसार पोसार मुद्दा दायर छ र छानबिन प्रक्रियामा छ, जुन चाहिँ भुटानी शरणार्थी काण्ड भनेर चाहिँ हुन्छ, त्यसमा छ। त्यही मान्छेलाई चाहिँ अहिले त्यहाँ पर अस्ति भर्खरको लगभग 14 खर्बवाला काण्ड, एयरपोर्ट काण्ड छानबिन समितिको पुरै छानबिनकर्ता बनाइएछ भनेपछि नेपालमा चाहिँ अब तपाईहरूले बुझ्नु होला नि, नेपालमा सही र सधैँ काम गर्नेलाई कुनै ठाउँ छैन। अब कुलमानको कुरा हामीले थाहा छँदैछ होइन, हामीलाई थाहा छँदैछ। कुलमान गएदेखि कहिले भोल्टेज धेरै हुन्छ, कहिले ओभरलोड हुन्छ, कहिले के हुन्छ, कहिले के पड्किन्छ, बत्ती गएको हुँदा त हाम्रो सिटी फ्रोजन मोमो झापा दमकमा रहेको धेरै ठाउँ न्युज छापियो, तपाईँहरूले पनि देख्नुभयो होला, भिडियो पनि एकदमै भाइरल भयो। रुटिन अफ नेपाल बन्दले पनि हालेको थियो, विभिन्न समाचारहरूमा लेखिएको थियो। यस्तै साना व्यवसायीहरूले यति दुःख पाइरहेछ नि। अनि फेरि अर्को विकल्पमा चाहिँ ऊर्जा मन्त्रालय र चाहिँ हाम्रो एनडीले चाहिँ अस्ति पत्रकार सम्मेलनमा के भन्दै थियो, यसको सोलुसन चाहिँ के भन्दै थियो भन्दा, ठुला व्यवसायी अथवा ठुला कलाकारहरूको लागि चाहिँ ब्याट्री किन्नको लागि चाहिँ होइन, ठुलो लेभलको ब्याट्री किन्नको लागि चाहिँ बजेट मिलाउँदैछु, यसको समाधान यही मात्रै हुनसक्छ भनेर भन्दै हुनुहुन्थ्यो। हामीलाई थाहा छ टेराम्याक्स काण्ड होइन, त्यत्रो ठुलो काण्ड टेराम्याक्स जुन चाहिँ अब तपाईँहरूले समाचारमा दिनै देख्नुहुन्छ। यो एउटा कम्प्युटर, एउटा ल्यापटप किन्दाखेरि कति भ्रष्टाचार भएको छ त्यो डाटा हामीलाई थाहा छ। अब ब्याट्री किन्नको लागि बजेट विनियोजन गरेर यसरी नै लुट मचाउनको लागि भनेर त म ग्यारेन्टीको साथ भन्न सक्दिनँ, तर अड्कल चाहिँ गर्न सकिन्छ। किनभने कुलमान हुँदा त्यत्रो वर्ष हामीलाई लोड सेडिङ भन्ने कुरा यादै छैन। कति पटक बत्ती जान्थ्यो त्यो हामीलाई स्पष्ट थाहा छ। यस्तो साह्रो त बत्ती कहिले पनि जान्थेन, किनभने जनता त्यही, खपत त्यही, लोड त्यही, तर पनि कसरी व्यवस्थापन गरेको थियो बुझ्नुपर्ने कुरा छ। हामीले यो सरकारलाई हामीले देख्दैछौँ होइन, फटाफट अब काम त बबाल गर्दैछ। हुन त अब म सरकार विरोधी पनि होइन, तर यो काम गर्ने मान्छेहरू चोर फटा देख्दाखेरि चाहिँ यो यिनीहरूको विरुद्ध चाहिँ साह्रै बोल्न मन लाग्छ क्या। बोल्दाखेरि भरे टिकटक अकाउन्टै ब्यान हालिदिएला, फेसबुकै ब्यान हालिदिएला, अनेक थरी गर्लान् होइन। त्यो हुँदाखेरि चाहिँ धेरै नबोलौँ। कतिले गाली हाल्छ, अस्ति एउटा ऱ्यापवाला गाली आएको थियो, यति चित्त बुझाएको थियो होइन। अनि हाम्रो डङ्गोललाई गाली गरेको त्यो एउटा भिडियो हेरेँ होइन। वास्तविक जनताको फ्रस्ट्रेसन त्यही हो होइन, सरकारप्रति वास्तविक जनताको फ्रस्ट्रेसन त्यो गालीले देखाउँछ क्या। त्यो गाली हेरेर कसैलाई पनि त्यो प्रति घृणा भएन क्या। त्यो गाली खानेलाई चाहिँ थुक्क यस्तै गर्नुपर्छ भनेर चाहिँ सबैले साथ दिइराख्यो होइन। तपाईँहरूले आफै बुझ्नुहोस् है त। छानबिन समिति जुन चाहिँ त्यत्रो भ्रष्टाचार गरेको काण्डहरूको छानबिन समितिमा भ्रष्टाचारीलाई नै जिम्मेवारी दिँदाखेरि कस्तो होला अवस्था।